बारेमा अलिकति टच गर्नुपर्छ किनभने यो बाइबल धारा चाहिँ जिब्रे आन्दोलन हो। यो जिब्रोसित सम्बन्धित हो यो। अनि यसको अर्थ चाहिँ एक विश्वासी चाहिँ वचन बोल्न सक्ने हुनुपर्छ भन्ने दर्शन हो। यो चाहिँ एक विश्वासी भनेको आसामको सबै 26वटा डिस्ट्रिक्टभित्र भएको चर्चेसहरूले चाहिँ वचन बोल्न सक्नुपर्छ। अब वचन नजानिकन बोल्ने त कुरै आएन, वचन नजानिकन त बोल्ने कुरा आएन। तर वचन सिकाउनको लागि को आउने त भन्दाखेरि अरू पनि आउला, तर हाम्रो पाटोबाट चाहिँ बाइबल धारा भएर हामी आयौँ। अब बाइबल धारालाई कसले ल्याउँछ भन्नु त पर्यो नि। फेरि यहाँ आउनेसम्म त ल्याउनु त पर्यो। कसले ल्याउँछ भन्दाखेरि नर्थ इस्ट इन्डियाको कोअर्डिनेटरले ल्याउँछ भन्दा फेरि नर्थ इस्ट इन्डियाको बाइबल धाराको कोअर्डिनेटर को हो भन्दा विजय सुब्बाथुम्बाको त भन्नु पर्यो होला नि त। चिनाजाना त गराउनु उहाँले ल्याउनुपर्छ। मणिपुर लाँदा पनि मैले होइन, उहाँले लानुपर्छ। कुन कुन जग्गा छ? मणिपुर, मिजोराम, नागाल्यान्ड, त्रिपुरा, अरुणाचल प्रदेश, आसाम, यो जम्मै नर्थ इस्ट को जिम्मेवारी चाहिँ उहाँको टाउको अलिक ठुलो छ। उहाँको लागि ताली बजाइदिनुहोस्। त्यसले गर्दा हवाईपुर चाहिँ आसामभित्रै परेको कारणले उहाँकै टाउकोमाथि पर्यो यो ठाउँमा ल्याउनको लागि। तर अब तपाईँले साउथ इन्डियामा पनि बाइबल धारा हेर्छौँ भनेर भन्नुभयो भने दिसोन लेप्चा भन्ने व्यक्ति सायद पढाएर पनि गइसक्नुभयो होला। उहाँले लानुपर्छ तल साउथ इन्डियामा चाहिँ रामेश्वरमदेखि लिएर माथि गुजरातहरू सबै साउथ इन्डिया पर्छ, त्यहाँ चाहिँ उहाँले नै लानुपर्छ। त्यसले गर्दा हामी चाहिँ त्यो छुट्याइसकेका छौँ एरिया जोनहरू। र दार्जिलिङमा कसले लान्छ भन्दा सञ्जय तामाङ भन्ने एकजना व्यक्ति हुनुहुन्छ मङ्पूमा। होल दार्जिलिङ खरसाङ चाहिँ तिनधारे सिलगढीसम्म पर्छ दार्जिलिङ चाहिँ। फेरि त्यो जसलाई मैले गर्दिनँ, फेरि त्यो सञ्जय तामाङले गर्नुपर्छ। र त्यस अब सारा संसारभरि कसले लान्छ भन्दा प्रमोद राई जसले वर्सिप लिडर गर्नुभयो, उहाँले चाहिँ सारा संसारभरि लानुपर्छ। थाइल्यान्ड लगे पनि, बर्मा लगे पनि, जुनै देश युएसए लगे पनि, अस्ट्रेलिया लगे पनि मलाई सोधिरहनु पर्दैन, उहाँले लगिहाल्दा भइहाल्छ। अनि यसले गर्दाखेरि त्यसरी मिलाइएको छ बाइबल धारा। त्यो चाहिँ जिब्रो आन्दोलन हो। अनि नेपालभरि अरूले छुनै हुँदैन, मैले पनि छुनै हुँदैन। पास्टर जोएल राई छ, जीवन राई ज्योतिको भाइ, उहाँले बाइबल धारा 77वटा 77 डिस्ट्रिक्ट भ्याउँदै हुनुहुन्छ उहाँले। अहिले बाइबल धारा यहाँ मात्रै लागेको होइन नि, फेरि बाइबल धारा काठमाडौँमा पनि लाग्दैछ, बाइबल धारा थोकेबुङमा पनि लाग्दैछ, बाइबल धारा राकेमा भर्खर सक्यो, बाइबल धारा इलामको जसबिरेमा भर्खर सक्यो, बाइबल धारा 4 पल्ट त दाङमै भयो। पश्चिम नेपालको कुरा गर्दैछु म तपाईँलाई। बाइबल धारा चाहिँ यसरी छरपष्ट भएको छ। 42वटा ठाउँमा चाहिँ प्रिन्सिपलहरू छन्, 42 जना प्रिन्सिपल छन्। त्यसले गर्दा हिजो अस्ति मैले बाइबल धारामा रिक्वेस्ट पनि एम्बेसीमा गएर इन्टरभ्यू लिनुपर्छ। अनि के भन्नुपर्छ, के भन्नु पर्दैन। रातो टाई लाउनु, सेतो कमिज लाउनु भन्यो। रातो टाई किनेछ बिचराले, सेतो कमिज लगाएर गजबको मान्छे गएछ। फर्केर आएर फेरि मलाई, सर मेरो त भएन त। मैले दारी नकाटी गयो क्या भने, दारी के गर्दा आतङ्कवादी जस्तो देख्यो होला, दिएन। अब कसैको हुँदैन, मैले के गर्नु त। त्यसले गर्दाखेरि याद गर्नुलाई धेरै प्रार्थनाको साथमा परमेश्वरले भन्नुभएको व्यक्तिलाई परमेश्वरले पठाउनुहुन्छ, अरूलाई होइन है। तपाईँ त्यो व्यक्ति बन्नुहोस्। परमेश्वरले पठाइएको व्यक्ति तपाईँ नै हो। हालेलुया। कसैले कसैलाई दोष नलगाउनुहोस्, किनभने हाम्रो परमेश्वर चाहिँ पक्षपात गर्ने परमेश्वर हुनुहुन्न। हाम्रो परमेश्वर चाहिँ कसैलाई काखा कसैलाई पाखा गर्ने परमेश्वर हुनुहुन्न, सबैलाई चलाउन चाहनुहुन्छ। अघि हाम्रो एउटा छोरीले भन्दै थियो नि, आराधना गर्ने छोरीले होला, हामी रेडी पनि हुनुपर्छ। जो रेडी छ उसलाई पो परमेश्वरले गर्नुहुन्छ त। तर त्यो शरीरमा रेडी भएर हुँदैन, पैसा रुपियाँमा रेडी भएर हुँदैन, आत्मामा रेडी हुनुपर्छ। आमेन। केमा रेडी हुनुपर्छ? आत्मामा रेडी हुनुपर्छ। ओके, आज मैले तपाईँलाई बाइबल धारा सम्बन्धमा बताउँदाखेरि म एउटा सब्जेक्टमा जाँदैछु। त्यहाँ परमेश्वरको इच्छा चाहिँ के हो त तपाईँले मेरो व्यक्तिगत जीवनमा?
तपाईले किन प्रभुलाई ग्रहण गर्नुभयो? अनि तपाईँ अहिले कुन मण्डलीमा हुनुहुन्छ? अनि तपाईँको पास्टर को हो? अनि तपाईँको मण्डलीमा अरू पनि लिडर्सहरू छन्, पास्टरको साथमा सघाउने सहयोगी लिडर्सहरू छन्, उनीहरू को हुन्? अनि उनीहरूसित तपाईँको सम्बन्ध कस्तो छ र उनीहरूको दृष्टिकोण तपाईँमाथि के छ? अनि तपाईँको सम्बन्ध उनीहरूसित के छ? यो अत्यन्तै जरुरी कुरा हो, किनभने यही कुरा चाहिँ मण्डलीमा नहुँदाखेरि धेरैवटा मण्डलीहरू मण्डपको दुलही भइसक्नु पर्ने, मण्डपको दुलही भइसक्नु पर्ने कोक्रोमै ए ए ए गर्दैछ। अब कोक्रोको नानीलाई साडी किन लगाइदिनु? फेरि कोक्रोको नानीलाई त्यो किसिम किसिमको नाकमा लाउनु पर्ने फुली, कानमा लाउने कर्ण फुल देखि लिएर अब यो आजकल त मुन्डी लाउनु छोडे, नाकमा पनि उहिले त लाउँदैन गर्थे बोजूहरूले। कानको च्याप्टे सुनहरू लगाएर रेडी बनाउँथे दुलहीलाई। तर मण्डली चाहिँ दुलही भइसकेपछि मात्रै मण्डपमा जानुपर्छ। तर आज क्वेसन चाहिँ के छ भने मण्डली दुलही भयो कि भएन भन्ने क्वेसन हो। यो मण्डली चल्दैछ कि चलेको छैन भन्ने क्वेसन होइन, यो आखिरी घडी हो। यो मण्डली चाहिँ दुलही भयो कि भएन भन्ने क्वेसन हो। यो छेउको साथीलाई सोध्नुहोस् त, मण्डली दुलही भयो कि भएन? अर्को प्रश्न सोधो, कि मण्डली कोक्रोमै छौ तिमी? भन्नुहोस्। आँखा हेर्दा त कोक्रो जस्तै छ भन्नुहोस्। धेरैजना कोही कोक्रोमै छ, किनभने पास्टरले यो गरेन, एल्डरले त्यो गरे, रुन्ची। पास्टरले के काम बिगारेको छ र? त्यहाँ एल्डरले के काम बिगारेको छ र? तिमी बढ्नुपर्छ, आफै बढ्नुपर्छ। कसले कसलाई गरिरहनु भ्याउँछ? यहाँ प्रत्येक व्यक्ति आफै बढ्नुपर्छ। उनीहरूको सहारामा, उनीहरूको सहयोगमा, उनीहरूको नेतृत्वमा बढ्नु त आफै पर्यो नि, बढ्नु त आफै पर्छ। आमेन। अरूले ठेल्दा त लड्छ भाइ, आफै उठ्यो भने चाहिँ लड्दैन। एकपल्ट मलाई प्रार्थनाको मिटिङमा थियो, म 31 घन्टा प्रार्थना गरेँ त्यो दिन। 31 आवर्स प्रार्थना गरेँ, घुँडाबाट उठिनँ म। त्यही टाइममा चाहिँ थुप्रै आएर मलाई बोल बोल भन्दै टाउकोमा हात राखिरहने। के बोल भनेको? अन्य भाषा बोल अरे। आएकै छैन हौ, कहाँबाट बोल्नु? मलाई रिस उठ्यो। हात लैजाऊ, हात लैजाऊ, प्रभु आफैले दिन्छ मलाई। त्यति बेला म 22 वर्षको थिएँ। यो दबाब नगर न मलाई, म प्रार्थना गर्दैछु, तिमीले ठेल्दैमा म कहाँ पाउँछु? मलाई मेरो परमेश्वर आफै दिन्छ। मलाई झोक पनि चल्यो त्यो दिन, तर परमेश्वरले मलाई पछिबाट आफै दिनुभयो। जब म पन्जाबको हरियाणाको कुरुक्षेत्र भन्ने ठाउँमा 1 महिनाको थिएँ, कडा पास्टरको घरमा बस्नु पर्यो म 1 महिना। बिहानी 6 बजीदेखि लिएर 10 बजीसम्म डेली प्रार्थना गर्नु पर्थ्यो 4 घन्टा। अनि त्यो दिन चाहिँ अद्भुत ढङ्गले परमेश्वरको आत्मा मेरो जीवनमा आफै आउनुभयो। म त अघि त नेपालीमा पो प्रार्थना गर्दै थिएँ, भरे त 6 देखि 10 बजे 4 घन्टा प्रार्थना गर्दा ओर्दा त मेरो नेपाली भाषा त सकिएछ। फेरि मैले बोल्नु सकिनँ, नेपाली भाषा आएन, मलाई आउँदै आएन। बोल्छु भन्छु, आउँदै आएन, नेपाली भाषा ठ्याक्कै आएन। मलाई डर भयो, के भयो मेरो भाषा? म त नेपाली हो, मेरो नेपाली भाषा त कहाँ गयो फेरि? त्यसपछि अर्को भाषा आउनु थाल्यो। त्यसपछि मैले साथीहरूलाई भने, 4 जना साथीहरू थियो। एउटा त शिलङ, यहाँ विक्रम थापा शिलङको थियो, ह्याप्पी भ्यालीको। अनि एउटा चाहिँ मुम्बईको थियो, मोहन भन्ने। अर्को चाहिँ कटिहारको थियो साथी। 4 जना। अनि मैले सोधेँ, डिड आई स्पिक इन टङ्स टुडे? मैले आज अन्य भाषा बोलेँ भनेर सोधेँ। यस, यु स्पोक इन टङ्स टुडे। तिमीले आज अन्य भाषा बोल्यौ? हो, त्यही त मागेको थिएँ, अस्ति त्यो पाएको थिइनँ। आज अचानक अनकन्सियसली, मलाई थाहै नभइकन पाएँ। अनि आजसम्म म अन्य भाषा बोल्छु। अरूले जबरजस्ती गरेकोमा हुँदैन।
परमेश्वर आफैले डाइरेक्टली दिनुपर्छ। अनि मेरो जिब्रो पवित्र आत्माले छुनुभयो, नेपाली भाषा सकियो त्यति बेला चाहिँ। तर पछिबाट भोलिपल्टदेखि फेरि मैले नेपाली भाषा बोलेँ। परमेश्वर अद्भुत हुनुहुन्छ। आमेन। सबले यसो गर्नुहोस् त, भन्नुहोस् न, आज 3वटा कुरा सुन्नुपर्ने रहेछ। प्रार्थनाको छिनो, वचनको मार्तोल, पवित्र आत्माको ब्लास्टिङ। मण्डली चाहिँ नि उकालो बढ्नु हो भने नि तपाईँ मेरो जीवन प्रार्थनाको हुनुपर्छ। मण्डली चाहिँ नि मण्डपमा जाने हो भने वचन खाएको हुनुपर्छ। अनि मण्डली चाहिँ नि परमेश्वरको सिद्ध इच्छा पुरा गर्नु हो भने पवित्र आत्माले भरिएकै हुनुपर्छ। किन मण्डली मान्छेको होइन नि त, मण्डली त यीशुको हो। तर अहिले संसारभरि यो मेरो मण्डली भन्छ पास्टरहरू, म भन्छु पास्टर बाबु त्यो औँला भाँच्छ, यो तिम्रो होइन। त्यो यीशुको मण्डलीमा तिमी केही दिन सेवका गरेको मात्रै हो, त्यो तिम्रो मण्डली होइन। मान्छेको त मण्डली हुँदैन, येशूको मात्रै हुन्छ। कसरी भयो फेरि त्यो तिम्रो? तिम्रो हो भने त म पनि आउँदिनँ नि फेरि त्यहाँ। त्यो त तिम्रो व्यवहार रहेछ नि, किन आउनु फेरि म? यसले गर्दा मान्छेको मण्डली हुँदैन, येशूको चाहिँ मण्डली हुन्छ। अनि येशूको मण्डलीमा 70 वर्ष गर कि 80 वर्ष गर, सेवका चाहिँ गर। यसले गर्दा हामीले मण्डलीलाई पेवा बनाउनु हुँदैन। पेवा बनाए कि त त्यो मण्डली उड्दैन फेरि। कुरा त त्यो यीशुको आफ्नो मण्डलीलाई पो लान्छ त, त्यो अर्काको मण्डलीलाई किन लान्छ यीशुले फेरि? यसले गर्दा तपाईँले मैले मण्डली बनाउँदा मान्छेको होइन परमेश्वरको बनाउनु पर्छ। अब यो सत्य कुरा हो, सत्य कुरा तितो हुन्छ फेरि। होसियारी गर्नुपर्छ मण्डली बनाउँदाखेरि। मान्छेको पेवा हुँदैन मण्डली। तर बनाउँदा एकजनाले बनाउनु हुँदैन, सबैसित मिलेर बनाउनु पर्छ। सबैभन्दा ठुलो कुरा चाहिँ मेलमिलाप हो। भयङ्कर विद्वान मान्छेले बनाउँदैन मण्डली, मिलापी मान्छेले चाहिँ बनाउँछ। हो त्यही चाहिँ गाह्रो छ फेरि, यहाँ मिल्नु नै गाह्रो छ। कुरा त यहाँ त क्रिस्चियनिटीको समस्या भनेको मिल्न नसक्नु हो। कहाँबाट आयो त्यो कुरा चाहिँ फेरि? मिल्न नसक्नुको स्थिति चाहिँ कहाँबाट आयो? त्यो त स्वर्गबाट त आउँदैन त फेरि। त्यो त तलबाट हुसुसु हुसुसु, त्यो त धुवा हो। पिरो छ आँखा, त्यो तलबाट आफूलाई स्वीकार गर्नु हुँदैन। हामी माथिबाट आफूलाई चाहिँ स्वीकार गर्नुपर्छ। हालेलुया। त्यसो भए म 3टा कुरा मात्रै बाइबलबाट खोल्दैछु हजुरसित। मत्ती रचित सुसमाचार 26 अध्यायको 41 पदमा यहाँ प्रार्थनाको बारेमा बताइएको छ। सधैँ नै पढेको पनि हो हामीले। मत्ती रचित सुसमाचार 26 अध्यायको 41 पद, त्यसलाई आधार बनाएर आज हामी एउटा खुराक खानेछौँ। अनि त्यो खुराक चाहिँ मिठो खुराक छ। 41 पदमा यसो लेखेको छ, जागर हो। सबले मेरो साथमा नहोस् त, जागर हो र प्रार्थना गर, परीक्षामा नपर। आत्मा त साँच्चै तयार छ तर शरीर दुर्बल छ। त यहाँ जुन खण्ड मैले पढे यो प्रार्थनाको बारेमा हो। अर्को एउटा खण्ड पढ्दैछु म, यर्मिया भन्ने पुस्तक छ बाइबलमा। यर्मिया 23 अध्यायको 29 पदमा वचनलाई चाहिँ एउटा तुलना गरिएको छ। वचनलाई चाहिँ यहाँ घन भनेको छ। घन भनेको इङ्ग्लिसमा ह्यामर हो, अनि ह्यामर भनेको चाहिँ नेपालीमा मार्तोल हो। ओके, यर्मिया 23 अध्यायको 29 पदमा यसरी लेखेको छ। म आफ्नै बाइबलबाट पढ्दैछु, तपाईँले पनि आफ्नो बाइबलमा
पढ्नु होला। 23 अध्यायको 29 सबले मेरो सक्नुहोस् त। यिर्मया 23 को 29। के मेरो वचन आगो जस्तै छैन र? के त्यो एउटा ठुलो घन्जै छैन र? जसले चट्टानलाई चुर चुर पार्दछ। परमप्रभु भन्नुहुन्छ। यहाँ घन भन्ने शब्द चलाएको चाहिँ तपाईको इङ्ग्लिस बाइबल छ भने त्यहाँ चाहिँ यसैले चाहिँ ह्यामर लेखेको छ। HAMMER ह्यामर लेखेको छ। अनि ह्यामर भनेको चाहिँ बोजूहरूले ह्यामर भन्नु नजानेर हम्बर बन्नु थालेको। यसले गर्दा कुरा एउटै हो। अनि हम्बर भनेको मार्तोल भन्दा अलिक ठुलो हुन्छ। अनि वचन चाहिँ साँच्चै नै मार्तोल भन्दा ठुलो पनि, तर मैले चाहिँ मार्तोलै भनेको छु। तपाईले मेरो प्रार्थनाको जीवन चाहिँ छिनो हो अनि वचन चाहिँ मार्तोल हो। तर एउटा काम गर्नुपर्छ हामीले। छिनोले माटोलाई दुलो बनाउनु हुँदैन। छिनोले चट्टानलाई नै दुलो बनाउनु पर्छ। माटो र चट्टानमा फरक छ। माटो र चट्टानमा फरक छ। कतिजनाले क्रिस्चियन जीवन चाहिँ माटोमा थालेछ, सकिन्छ अब त्यो। तर कतिजनाले आत्मामा बुझेकाहरूले चट्टानमा थाल्यो, चट्टानको चाहिँ स्थिर बस्छ नि। फेरि बाइबलमा भन्छ चट्टानमाथि तिम्रो घर बनाऊ भन्छ। यसै कारणले चट्टानमा नै तपाईले मेरो छिनो चाहिँ पर्नुपर्छ। यो चट्टान भन्ने शब्द म अलिकति खोल्नु पर्यो पहिले। अयुब भन्ने पुस्तक छ बाइबलमा, 28 अध्याय त हजुरहरूले खोल्नु होला। 28 अध्यायको 10 पदमा अयुबले मज्जाको अनुभवको कुरा बताएको छ। अयुबले 28 अध्यायको 10 पदमा सबले मेरो साथमा नस्त। अयुब 28 अध्यायको 10 मा यस्तो लेखेको रहेछ। जब त्यसले चट्टानमा सुरुङ खन्दछ तब त्यसले बहुमूल्य पत्थरहरू देख्दछ। कतिपल्ट तपाईँ र मैले प्रभुसँग यसरी प्रार्थना गरेका छौँ, प्रभु मलाई मेरो जीवनमा अद्भुत काम गर्नुहोस्, मलाई अनमोल बनाउनुहोस् भनेर तपाईँले प्रार्थना गर्नुभएको छ। तर परमेश्वरले भन्छ उकालो फर्केर मलाई नहेर। मेरो कुरा बाइबलमा छ। बाइबल चाहिँ पढ्दैनस्, अल्छे उकालो हेरेर मलाई माग्छस्। धेरैजना क्रिस्चियनहरू बाइबल पढ्नु मान्दैन। जे कुरा परमेश्वरले भन्न चाहनु भएको छ त्यहाँ छ त। त्यहाँ यो त बाइबल त परमेश्वर बोलिसकेको कुरा हो। यो चाहिँ पढ्नु अल्छी गरेपछि त्यहाँबाट क्रिस्चियन चेन उकालो लाग्दैन। तपाईको बाइबल चेन लगाएर राख्ने काम छैन। सधैँ खुल्ला हुनुपर्छ बाइबल। अनि अयुब 28 अध्यायको 10 पदमा अयुबले मज्जाले भनेको छ, चट्टान म चाहिँ चट्टानमा सुरुङ खन्छु, माटोको ढिस्कुरामा होइन। अनि आजको टपिकको नाम चाहिँ यसो गर्नुहोस् त। टपिक भनेको छैन मैले, यसो गर्नु। सुरुङ खन्दै जाऊ। 5 पल्ट भन्नुहोस्। सुरुङ खन्दै जाऊ। अझै 3 पल्ट भन्नुहोस्। सुरुङ खन्दै जाऊ। अझै 2 पल्ट भन्नुहोस्। सुरुङ खन्दै जाऊ। अझै 1 पल्ट भन्नुहोस्। सुरुङ खन्दै जाऊ। अब तपाईँ मात्रै भन्नुहोस् त 2 पल्ट के भने मैले? सुरुङ खन्दै जाऊ भनेको त सासूले बुहारीलाई चुट्दै जाऊ भनेको त होइन ल। एल्डरले पास्टरको विरोध गर त भनेको होइन होला नि। उल्टा उल्टा हुँदैछ चर्चहरूमा। परमेश्वरले के गर भनेको उसले बल्ल बल्ल पाएको छिनो त एल्डरको निधारमा पो। तिमी होइन हाम्रो मण्डलीलाई बिगार्ने। ए बाबा, एल्डरले होइन, त्यो त दुष्टले बिगारेको। एल्डरलाई त बिचारा आफ्नो श्रीमतीले नै बिजोग बनाइरहेको होला। तिमीले पक्कै यसले गर्दाखेरि हामी परमेश्वरले जे गर भन्नुभएको छ त्यो मात्रै गर्ने हो। आमेन। सबले भन्नुहोस् त, हामी एउटाले अर्काको
विरोध गर्नको लागि जन्मेको होइन, निन्दा गर्नको लागि जन्मेको होइन, एउटा लोकलाई ठेलेर बिजोग बनाउनको लागि जन्मेको होइन। त्यसमाथि पनि पवित्र चर्चभित्र छौँ, एउटा लोकलाई विरोध गर्नका लागि हामी छैनौँ। जीवनमा निश्चय गर्नुहोस् है, मण्डलीको एउटाले अर्काको ठ्याक्कै विरोधै नगर्नुहोस्। कुनै कुनै दिन बोल्यो होला उसले, तर माफ गरिहाल्नुहोस्, छिटोभन्दा छिटो माफ गरिहाल्नुहोस्। त्योभन्दा अर्को त उपाय छैन त, त्योभन्दा अर्को त उपाय नै छैन। अनि मैले धेरैजनालाई भन्दछु, क्रिस्चियन जीवन बिताउने हो भने एउटा ठुलो गत्ताको बक्सा ल्याऊ तिम्रो घरमा। क्रिस्चियन जीवन बिताउने एउटा ठुलो गत्ताको बक्सा ल्याऊ, अनि त्यहाँ धुलो पिठो पारेर प्रत्येक पोकामा क्षमा 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 एक ठाक राख। अनि कसैले विरोध गरे एउटा पुरी खाइहाल, क्षमा। पास्टरले 2-3वटा कुरा भन्यो, रिस त उठ्छ नि, फेरि पुरीले खा, क्षमा। तपाईको क्रिस्चियन जन उकालो बढ्छ। क्षमा नै दिन नसक्ने त आफै सकियो नि। फेरि क्रिस्चियनिटीको दबाई भनेको क्षमा मात्रै हो, अर्को त कुनै छैन। ठुल्ठुलो मिटिङ राख्छ आम्मामा बनाउनुको लागि, के को मिटिङ? क्षमा देऊ न, सकिगयो नि, सकिगयो नि, के को तमासा हो? त्यही चाहिँ सक्दैन। अनि म आत्मिक जीवनमा बढ्न चाहन्छु, पुरी खायो सोध्छु। आत्मिक जीवनमा बढ्ने अरे, साथीलाई क्षमा पनि नदिने अरे, त्यो त मिल्दैन त। बाइबलले भनेको मिलेन त। यसले गर्दा परमेश्वरले वचन भन्दछ, चट्टानमा, तर खुसीको कुरा चाहिँ के हो भने, जसले चट्टानमा सुरुङ खन्छ नि त्यसले मात्रै भारतभरि विश्वभरि बिजुली बत्ती बाल्छ। सबले यसो गर्दै भन्नुहोस् त, जसले चट्टानमा सुरुङ खन्छ त्यसले मात्रै आसामभरि, भारतभरि, विश्वभरि बिजुली बाल्छ। अब छेउको साथीलाई सोध्नु न, के भनेको मैले त बुझिनँ भन्नु। अब जसले चट्टान खान्छ उसले बिजुली बाल्छ भने नि मैले, तर कसरी त सोध्नु पर्यो नि त। चट्टान खन्दैमा बिजुली त बल्दैन, तर चट्टान खनिसकेपछि त्यो बग्दै गएको ब्रह्मपुत्र त्यो सुरुङभित्र हाल्नुपर्छ। अनि डाइनामा चलाउँदा मात्रै यसरी झिलिली बढ्यो। हेर्नुहोस् त, त्यो त सुरुङले ल्याएको हो नि त। सुरुङ खन्नु नै अल्छी छ। मेरो कोठा उज्यालो, चुप सुत। सुरुङ खनेकै छैन, पानी त्यहाँ हालेकै छैन, डाइनामा चलेकै छैन, कहाँको बिजुली आउँछ? यसले गर्दा तपाईँ र मैले स्वर्गीय प्रकाश प्राप्त गर्नको लागि पहिले त सुरुङ खन्नै पर्छ। अब सुरुङ खन्दाखेरि मुखले खन्ने होइन, छिनोले खन्ने हो। अनि छिनो भनेको तपाईले आज प्रार्थना गर्यो, सानो डोप बस्छ, भोलि प्रार्थना गर्यो, अर्को डोप बस्छ, यो 1 वर्ष प्रार्थना गर्यो, सानो डोप बस्छ, अर्को वर्ष प्रार्थना गर्यो, सानो डोप बस्छ। मैले त प्रार्थना बेसी गरेको छैन अहिलेसम्म, प्रभुलाई पाएकोदेखि यता 50 वर्ष जति त भयो नि, 53 त भयो नि, 53 साल भयो मैले प्रभुसँग प्रार्थना गरेको। डोप निकै बस्यो, कन्टिन्यू गर्नु पर्यो नि त परमेश्वरसँग प्रार्थना। अल्छी पो लाग्यो अरे, गेम्स खेल त भन्यो, सब्जी नखेलिकन पब्जी चाहिँ खेल्ने अरे। फेरि परमेश्वरसँग बात चाहिँ नगर्ने अरे। त्यो त त्यसले क्रिस्चियनिटी बन्दैन। अनि सबभन्दा ठुलो शत्रु मलाई आइफोन जस्तो लाग्दैछ। क्रिस्चियनिटीको सबभन्दा ठुलो शत्रु एन्ड्रोइड फोन हो। यसले परमेश्वरदेखि धेरै टाढो पुर्यायो। एकछिन मात्रै हेरेको अरे 2 घण्टा भयो त। त्यति बेला त टाइम घोडा टेक्नु नि त। यसले गर्दा क्रिस्चियनिटी किन बढेको छैन? आइफोनले भन्नुहोस् त। म यसको विरोध गर्दैछु। त्यो खेलाउँदै नखेला होइन नि,
खेलाउनु त पर्यो। वाट्सएप त त्यही भित्रै छ, मेसेन्जर त्यही भित्रै छ, धेरैजनाको कन्ट्याक्टको कुराहरू त्यही भित्रै छ, तर पनि लिमिटेसन हुन्छ नि त मान्छेको। अनि यो लिमिटेसन जानेन, यसलाई कसरी कब्जामा राख्नु भन्ने जानेन भने त्यसले नै तपाईँ र मेरो जीवन, क्रिस्चियन जीवन चाहिँ साइँसुत्तै खाइदिन्छ। अनि फोन खेलाउने मान्छेहरू भयङ्कर सक्सेसफुल भयो जस्तो लागेको छैन मलाई। भयङ्कर सफल भएको छैन फोन खेलाउने मान्छेहरू। चाहे त्यो पैसा रुपियाँको कुरा होस्, चाहे त्यो शिक्षाको कुरा होस्, चाहे आत्मिक कुरा होस्, फोनले धेरैजनाको सफलता रोकिदिएको छ, उन्नति रोकिदिएको छ। अनि तपाईँले निश्चय गर्नुहोस्, यसले नै पो मलाई उकालो बढ्नु दिएन हौ भनेर स्विच अफ राखिदिनुहोस्, नफुटाइहाल्नुहोस्। फेरि त्यति साह्रो झोकी पनि नहुनुहोस्, फुटाइहाल्नु हुँदैन, स्विच अफ राख्नुहोस्। किनभने वाट्सएपमा कसले के एक दुईवटा कुरा भनेको होला। हालेलुया। सबभन्दा मूल कुरा चाहिँ परमेश्वरसितको बातचित हो। सबले यसो गर्नुहोस् त, सबभन्दा मूल कुरा परमेश्वरसितको बातचित हो। प्रार्थना भनेको त परमेश्वरसँग बातचित हो। अनि परमेश्वरसितको बातचित भनेको नै एक्लै बात गऱ्यो भने त्यो मान्छे पगला हो। दुईतिर बात गऱ्यो भने त्यो चाहिँ वार्तालाप भन्छ, इङ्ग्लिसमा इन्टरभ्यू पनि भन्छ, कन्भर्सेसन पनि भन्छ। यो गर्दा हामी चाहिँ परमेश्वरसँग कन्भर्सेसन गर्ने हो, राँचीमा जाने गरी एक्लै नबोल्ने हो। धेरैजनाले बोल्छ बोल्छ बोल्छ, परमेश्वरको पनि आँखै फुटेको अरे, उसको प्रार्थनाको सुनवाई भएन अरे भनेपछि एक्लै बोल्यो होला, परमेश्वरले नसुन्ने गरी। खोइ मेरो त प्रार्थना सुनेको छ त अन्त परमेश्वरले, तिम्रो चाहिँ फेरि कसरी सुनेन? मैले बोल्दाखेरि चाहिँ परमेश्वरको कान खुल्ला राख्ने, तिमीले बोल्दै गर्दा सिसा हाल्ने त होइन होला नि त। यहाँ त केही गडबडी छ, त्यहाँ केही न केही गडबडी छ र नै तिम्रो प्रार्थनाको सुनवाई भएको छैन। यसले गर्दा हवाईपुर प्रार्थना गर्नुभन्दा अगाडि तपाईँको जिब्रो अलिक सफा गरिहाल्नुहोस्। सफा जिब्रोको प्रार्थना परमेश्वरले सुन्नुहुन्छ, सफा मनको प्रार्थना परमेश्वरले सुन्नुहुन्छ। यहाँ हिलो राखेर चुप रुन्ची, मन पहिले सफा गर्नुहोस्। येशूको रगतले मात्रै पहिले मन सफा गर्छ। परमेश्वरको वचन पानी हो, पानी। त्यसले गर्दा यो बाइबल धारा बग्छ। यो प्रत्येक पल्ट प्रभुको नजिकमा जाँदा तपाईँ सफा बनिन्छ। प्रत्येक पल्ट प्रभुको नजिकमा जाँदा तपाईँ सफा बनिन्छ। तपाईँको प्रार्थना परमेश्वरले सुन्नुहुन्छ। एलियाको प्रार्थना सुने त, तपाईँको चाहिँ किन नसुनेको? पहिलो राजा 17 अध्यायमा तपाईँले हेर्नुभयो भने त्यहाँ 6 पदमा परमेश्वर आफैले भन्छ, जा करित खोलामा गएर लुकी बस भनेर परमेश्वरले बताउनु भयो। अनि एलिया बिचारा करित खोलामा गयो, बालुवामा घुँडा टेकेको छ, कुसन छैन। खोलाको किनारमा कसले कुसन राख्छ र? तर एलियालाई कुसनसँग केही मतलब छैन, घुँडासँग पनि मतलब छैन। सिधै परमेश्वरले मेरो कुरा सुन्नुपर्छ, परमेश्वरसँग बातचित गर्न थाल्यो। अनि प्रार्थना गर्न थाल्यो। साथीभाइ पनि छैन उसको, त एक्लै पो प्रार्थना गरेछ। तर एउटा कुरा चाहिँ थाहा थियो, म आज चट्टानमा सुरुङ खन्दैछु। एलियालाई थाहा थियो। प्रत्येक पल्ट घुँडा टेक्दा उसलाई थाहा हुनुपर्छ, मैले सुरुङ खन्दैछु। सबले यसो गर्दै भन्नुहोस् त, प्रत्येक पल्ट मैले घुँडा टेक्दा मलाई थाहा हुनुपर्छ, मैले चट्टानमा सुरुङ खन्दैछु। छेउको साथीलाई घोचेर भन, कुरा बुझिस् भन्नुहोस् न, किन आँखा झिमझिम गर्छस् भन्नुहोस् न। आइतबारको दिन चाहिँ सुत्नुकै लागि आएको हो त। यसले गर्दा याद गर्नु होला, हामी परमेश्वरसँग बात गर्छौँ, प्रार्थना गर्दा चाहिँ चट्टानमा हामीले छिनो हाल्दै गरेको हुन्छौँ। छिनो चाहिँ प्रार्थनाको छिनो हो। सबले गर्नुहुन्छ के को छिनो अरे? प्रार्थनाको छिनो। अनि एलियाले प्रार्थनाको छिनो लगाउँदै थियो, प्रार्थना गर्दै थियो। परमेश्वरले एलियाको प्रार्थना सुन्नुभयो। एलियाले भन्छ, प्रभु मलाई तिर्खा लाग्यो। अनि परमेश्वर भन्छ, त जन्मिनु भन्दा अगाडि नै तँलाई तिर्खा लाग्छ भनेर मलाई थाहा थियो। एलिया, त जन्मिनु भन्दा अगाडि नै तँलाई तिर्खा लाग्छ भनेर मलाई थाहा थियो, र त भन्दा पिता पुर्खादेखि अगाडि नै त्यो
खोला मैले तँलाई तिर्खा लाग्छ भनेर मैले खोला बनाइदिएको होला। चुपचाप सुरुप पार। अनि सुरुप पारे, तिर्खा मेटियो। अब सकियो एउटा समस्या। अब एकछिन बादमा अर्को समस्या आयो एलियाको जीवनमा। जिन्दगीभरि त्यो समस्याहरू आइबस्छ हाम्रो जीवनमा। एउटा समस्या हट्यो, अब होइन, जबसम्म सास रहन्छ तबसम्म समस्या रहन्छ। जबसम्म सास रहन्छ तबसम्म जीवनको सङ्घर्ष रहन्छ, चुनौती रहन्छ। तपाईँलाई त के छ र तिम्रो घरभित्र आएको छैन, तिमीले थाहा छैन नि त। हरेकको घरमा समस्या छ, हरेकको घरमा चुनौती छ, हरेकको घरमा सङ्घर्ष छ। कसैले सुख त छैन नि। पृथ्वीमा जन्मि त हाल्यो, कहाँ सुख हुन्छ होला? कि त नजन्मिनु पर्छ। यसले गर्दा राजाको घरमा त समस्या छ, अरूको त कुरै छोडिदिउँ न। सबभन्दा धनी मान्छे बिल गेट्सलाई त समस्या छ र त 27 वर्षको बादमा श्रीमतीसित डिभोर्स लियो त। यत्रो धनी मान्छे, समस्या हुँदो रहेछ धनी मान्छेको पनि। त्यसले गर्दा तपाईँ नतालिनुहोस्, जीवन त्यतिकै हो। तर समस्या समाधान गर्ने परमेश्वरसँग हामीले बातचित गर्ने अधिकार छ। आमेन। तपाईँले यसरी नभन्नुहोस्, प्रभु मेरो जीवनको समस्या हटाइदिनुहोस्, होइन, हरेक समस्यालाई समाधान गर्ने तरिका दिनुहोस्। यो चाहिँ समस्या हट्दैन, समस्या समाधान गर्ने तरिका चाहिँ परमेश्वर दिनुहुन्छ। अनि एलियाको जीवनमा समस्या आयो, पानी पियो। अनि पानी पिसकेको बादमा एकछिनमा भोक लाग्यो, एलियालाई भोक लाग्यो। अनि एलियालाई भोक लाग्दा परमेश्वर भन्छ, अब चाहिँ म एउटा अद्भुत काम कुरो गर्नेछु। आकाशमा काग गर्दै काग उड्दै थियो। परमेश्वरले भने, ए काग, तँलाई मैले आकाशमा 3 तमासा गरेर कराउनुको लागि मात्रै बोलाएको होइन। तँलाई मैले बोलाउँदाखेरि एउटा उद्देश्यको साथमा बोलाएको छु। अनि त्यो उद्देश्य चाहिँ के हो भने, मेरो दास, आज्ञाकारी दास अगमवक्ता एलिया, त्यसलाई भोक लाग्छ भनेर मलाई थाहा छ र तँलाई मैले अगाडिबाटै कागलाई पनि बनाएको छ। परमेश्वरले एकपल्ट काम गर्दा एकैचोटि गर्नुहुन्छ। तपाईँ नरिसाउनुहोस्, तपाईँ अप्ठ्यारो नमान्नुहोस्। तपाईँलाई परमेश्वरले बिर्सेको छैन, तपाईँलाई परमेश्वरले बिर्सेको छैन, मलाई परमेश्वरले बिर्सेको छैन, एलियालाई पनि परमेश्वरले बिर्सेको थिएन। एलियालाई भोक लाग्छ भन्ने कुरो अघिबाटै परमेश्वरलाई थाहा थियो। हाम्रो परमेश्वर चाहिँ अग्रिम काम गर्ने परमेश्वरलाई एकपल्ट जोरदार ताली बजाएर हामी धन्यवाद भनेछौँ। वाउ, हाम्रो तिर्खा जान्नुहुने, वाउ, हाम्रो भोक जान्नुहुने, वाउ, हाम्रो नाङ्गोपन जान्नुहुने, वाउ, हाम्रो कञ्चन कन्या एक्सप्रेसमा टिकट काटिदिनु हुने, वाउ, हाम्रो इन्डिगो भन्ने फ्लाइटको टिकट काटिदिनु हुने, वाउ। मेरो त हिजो अस्ति युएसए जाँदा लुफ्थान्साको काटिदिनु भयो, जर्मनी जहाज रहेछ त्यो। मेरो म किन कतिजना तपाईँलाई त के छ समस्या नभएको मान्छे त पृथ्वीमा छँदै छैन। त्यो मध्येमा म पनि एउटा समस्याले पीडित मान्छे नै हो। अब समस्या छ भनेर त्यो सिरकभित्र गुटुगुटु पर्ने काम छैन नि त फेरि। समस्या त त्यतिकै हो। म भन्छु समस्या आइस बस्दा घर, म हवाई पुगेर आउँछ। के गर्नु त, उसलाई स्याहारी बस्नु मिलेन नि त। अब आज म हवाईपुरमा छु, अनि भोलि बेलुकी होला, भोलि बेलुकी हो हाम्रो, भोलि बेलुकी घरमा पुग्छु। 18 तारिक त टिचर हाम्रो ग्रुपको मिटिङ छ। अनि त्यसपछि 20 तारिक त एउटा क्लास स्टेसन अफ द होली स्पिरिटमा। अनि 21 तारिक त फेरि माथि डोम पुग्नुपर्छ, 22 तारिकको मिटिङ छ। 23 तारिक एउटा चर्चमा बोलेर बेलुकै फर्किनुपर्छ। 24 तारिक त एउटा पास्टरको सिमेट्रीको सेवाकाई छ। अनि गर्दाखेरि नोभेम्बर त सक्यो। डिसेम्बरको 4 तारिक एउटा 2जना प्रभुको महान दासहरूको सम्मान कार्यक्रम राखेको छु। 5 तारिकको त हैदराबादको फ्लाइट छ मेरो। अनि 9 तारिक मात्रै त्यहाँबाट आइपुग्नुपर्छ। 10 र 11 त माथि ग्यान्टोकको 2 दिनको सेमिनार बोल्नुपर्छ। अनि 12 तारिक त्यहाँबाट आउँदा ओर्दा सकिजान्छ। 13 तारिक बाइबल धाराको ग्रेजुएसनमा बोल्नुपर्छ। अनि 14 तारिक चाहिँ सिधै सिङताम पुगेर 15 तारिक एउटा नानीको डेडिकेसन गर्नु पर्दैन। तपाईँलाई के थाहा?
यसले गर्दा याद गर्नु होला, समस्या त त्यतिकै आउँछ नि, त्यसलाई म स्याहारी बस्दिनँ नि त। समस्या नभएको मान्छे देख्दो रहेछ फेरि मलाई चाहिँ, तर टेर्दिनँ नि त म समस्यालाई। कुरा चाहिँ त्यो हो, तपाईँले चाहिँ टेरी बस्दो रहेछ। आइस खेलौँ पर्यो, चुप। समस्यासँग खेले छैन, समस्यालाई धपाउने हो। येशू नाउँमा त समस्या चारवटा दाँत फुस्केको समस्या टोक्नु त सक्दैन त्यसले, त्यो बोजू परेको हो। मासु खान्छु नानी अरे, नखाऊ, सुप मात्रै खाऊ, दाँतै छैन, के गर्नु? शैतानको पनि दाँत छैन, याद गर्नुहोस् है, गिजा मात्रै छ। टोक्छु भन्छ, कुदकुदी पो लाग्छ। तपाईँले राम्ररी शैतानको बारेमा अध्ययन गर्नुभयो भने नि त्यसले केही गर्नु सक्दैन वास्तवमा। बाइबल अध्ययन गर्नुपर्छ। तर त्यसको लागि सायद 3 दिनको एउटा क्लास म लोखरामा गराउँदैछु, अर्को सालको मार्च महिनामा 3 दिनको क्लास हुन्छ, स्कुल अफ प्रेयर भन्छ। तर 3 किसिमको हुन्छ, स्कुल अफ प्रेयर, कलेज अफ इन्टरसेसन, युनिभर्सिटी अफ स्पिरिचुअल वारफेयर। एक दिन स्कुल अफ प्रेयर, अर्को दिन चाहिँ कलेज अफ इन्टरसेसन, तेस्रो दिन चाहिँ युनिभर्सिटी अफ स्पिरिचुअल वारफेयर। 3टा क्लासेसहरू हुन्छ लोखरामा है, यही आसामभित्रै पर्छ नि लोखरा। तब मैले तपाईँलाई यो कुरा किन बताउँदैछु भन्दाखेरि हामीले छिनो चलाउन जान्नुपर्छ। प्रार्थनाको छिनो जानेन भने नि तपाईँ मेरो आफ्नै जीवन बित्यो। अनि एलियाले के गर्यो भने प्रार्थना परमेश्वरले सुन्नुभयो, कागलाई अरायो, अनि कागलाई परमेश्वरले जा पर गएर एउटा लठिप्री परेको केटीले रोटी तातो न तातो रोटी पोल्दैछ, त्यो कागलाई टिप्नु पठाउँदैछु, त्यसले ढकना लाउनु बिर्सेको छ, टपक्क एउटा टिप र बाटोमा चोक्ट्याइस् कि त मरिस्। मेरो दास एलियाको लागि तँलाई मैले प्रबन्ध गरेको रोटी, जा गएर काग भन्नु छोड, चुपचाप गएर रोटी टिप। अनि एलियाले लामो पेन्ट लगाएको छैन, हाफ पेन्ट लगाएर बसेको छ, पासुलामै झार्दे। अनि बिचरा कागले परमेश्वरको आत्माले अराको, अनि कागले रोटी टपक टिपेर त्यो लठिप्री केटे वा गर्दा कागले अघि लोगे रोटी लगेर उता एलियाको पासुलामै झारिदियो। एलियाले आथा गर्यो, परमेश्वर भन्छ मैले दिएको रोटीलाई आथा नभन्, कप खा। जब परमेश्वरले प्रबन्ध गर्छ नि, तपाईँ आयाथा नगर्नुहोस्, किन त्यो परमेश्वरले पठाएको स्वीकार गर्नुहोस्। खाने कुरा भने खानुहोस्, लाउने कुरा भने लाउनुहोस्, अनि हिँड्ने कुरा भने हिँड्नुहोस्, टिकट काट्ने कुरा भने टिकट काट्नुहोस्। त्यसलाई एटिएममा नथुपार्नुहोस्, त्यो एटिएममा थुपार्ने पैसा होइन, सेवाकाई गर्ने पैसा हो त्यो। यसले गर्दा याद गर्नु होला, मेरो स्टाइल हो त्यो। 3 जनाको टिकट भर्खर काटिदिएको छु, 48,000। 5 तारिक त म हैदराबाद जाँदैछु। 2 जना सेवाकाई गर्ने साथीहरू मसँग, होइन म टिकट काट्दैछु, हिँड मसँग। किन परमेश्वरले जब पैसा रुपियाँ दिन्छ नि प्रभुको राज्यको लागि दिएको। आमेन। ठुलो मुटुको सेवाकाई गर्नुहोस्, ठुलो मुटुको, फराकिलो हृदयको। किन हाम्रो परमेश्वर चाहिँ ठुलो र फराकिलो हृदयको परमेश्वर हुनुहुन्छ। यस्तो परमेश्वरलाई हामी ताली बजाएर हामी धन्यवाद भन्नेछौँ। तपाईँको प्रार्थना शक्तिशाली हो। तपाईँलाई थाहा छ, म नेपालको शान्ति डाँडा भन्ने ठाउँमा 3 दिनको कन्फरेन्स थियो। अनि 3 दिनको कन्फरेन्स सकेर घर फर्किँदै गर्दा नेपालको स्थिति त्यस्तै नै हो। ठुलो एउटा सवारी गाडी रहेछ, फ्रन्ट सिटमा दिदीबहिनीहरू थियो, सेकेन्ड सिटमा 4 जना थियौँ, म पनि थिएँ, थर्ड सिटमा मान्छे, फोर्थ सिटमा मान्छे, वरिपरि मान्छे, छतमा पनि मान्छे, मौरीको गोला जस्तो थियो त्यो गाडी। शान्ति डाँडाबाट न गर्दै आयो मजाले। म चाहिँ सेकेन्ड सिटमा बसेर रमिता हेर्दै आउँदै थिएँ। भरे त आपत आउँछ भने म लठोलाई पनि थाहा भएन। भरे त त्यो यस्तो कुइनेटो, नेपाल टार भन्छ, यस्तो कुइनेटोमा आइपुग्दा त हाम्रो गाडीको ड्राइभरपट्टिको चक्काले त सडक छोड्यो। म हेर्दैछु, सडकमा पो लानुपर्ने एउटा चक्काले त सडक छोड्यो। छट्टै मलाई मेरो घरको श्रीमतीको याद आयो, ल उसित आज मेरो भेट हुँदैन। किनभने यसो तल हेरेबाट त सानो पहिरो छैन रहेछ, त्यहाँ गयो भने त सक्यो नि त।
अनि त्यति बेला मैले हिब्रू एक अध्यायको 14 पद इङ्ग्लिसमा याद आयो। इङ्ग्लिस बाइबल मैले त्यति बेला बेसी पढ्थेँ। एन्जल्स आर एपोइन्टेड फर दोज हु वर्शिप लेखेको रहेछ इङ्ग्लिस बाइबलमा। अनि मैले भने त्यो स्वर्गदूतहरू जो मेरो रक्षा गर्छु भन्छौ र यहाँ सडकमा यो गाडीको चक्काले ठाउँ छोड्यो, कता कता गएको हो पनि पर एउटा उत्तिसको रुखहरू त भेटाउँछौ होला नि भनेर स्वर्गदूतलाई काम अराएको थिएँ। गाडी गरेर ठोकियो है, एउटा रुखमा अल्झियो। दिदी बहिनी त रुनु पर्यो नि त हौ, रुयो, सबै रुयो। ड्राइभर रुनु भएन, म रुनु भएन। अब निस्कौँ भनेको त ड्राइभर यति छिटो निस्केर गरे, यत्रो मोटो मोटो 4वटा डोरीले हामी चढेको गाडीलाई यसरी अल्झाएको रहेछ। छोड्यो कि त गयो। अनि अब म निस्कौँ भनेको त 3जना मोटो मोटो मान्छेले थिचिरहेको रहेछ। अब तिनीहरू निस्केपछि म त यता निस्किनु भएन, पहिरो छ उता निस्किनु पर्यो। अनि 3जना निस्कियो। त्यसपछि बाटोमा आएर मैले प्रभुलाई भने, प्रभु तपाईँ अद्भुत हुनुहुन्छ भनेर त्यो दिन बुझेको है मैले। बताएपछि त बुझ्दो रहेछ नि त। त्यसपछि मैले प्रार्थना गरेँ, प्रभु मेरो प्रार्थना तपाईँले जहिले पनि सुन्नुहुन्छ, आज पनि प्रार्थना सुन्नुहोस्। अब म अझै पनि यो नेपाल टार हो, यहाँबाट म इलाम जानुपर्छ, अनि इलामबाट फिक्कल जानुपर्छ, फिक्कलबाट पशुपति जानुपर्छ। कमसेकम इलामसम्म जाने कुनै खुल्ला खालको गाडी पठाइदिनुहोस् भनेर प्रार्थना गरेँ। यसरी नै प्रार्थना, प्रभु खुल्ला खालको गाडी पठाइदिनुहोस् भनेको त खुल्लै पठाउनु भएछ परमेश्वरले। गोन्ड्याङ 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 गर्दै आउँदै ट्र्याक्टर आयो त खुल्लै रहेछ। टक्कै खुल्ला गाडीमा चढेर ट्र्याक्टरमा चढेर माथि इलाम पुगेँ, इलामबाट फिक्कल दार्जिलिङ पुगेँ। हाम्रो परमेश्वर तुरन्तै जवाब दिने परमेश्वर हुनुहुन्छ। खुल्ला भनेपछि ट्र्याक्टरै पठाउँदो रहेछ। हालेलुया। तपाईँ र मेरो प्रार्थना शक्तिशाली नै हुनुपर्छ। आमेन। यदि त्यो दिन मैले एन्जल्सहरूलाई स्वर्गदूतलाई नपठाएको भए म अनि सम्पूर्ण ड्राइभर सबै सकिने थियो, अनि म पनि रहन्थिनँ पृथ्वीमा। यसले गर्दा हाम्रो परमेश्वर चाहिँ हामीलाई लगातार प्रार्थना गरिरहनु, आपतको बेलामा मात्रै होइन अरू बेलामा पनि प्रार्थना गरिरहँदाखेरि परमेश्वर चाहिँ हामीसित सम्बन्ध बनाइराख्ने परमेश्वर हुनुहुन्छ। ओके, अनि यो चाहिँ प्रार्थनाको छिनोको कुरा भयो। तर छिनोले मात्रै दुलो बनाउँदैन, जहिले पनि ठोक्ने मार्तोल चाहिन्छ। सबले भन्नुहोस् त के चाहिन्छ भन्नु? ठोक्ने मार्तोल चाहिन्छ भन्नुहोस् त। मार्तोलले पो ठोक्छ त, ठ्वाक ठ्वाक छिनोमै ठोक्नुपर्छ नि। फेरि पास्टरको टाउकोमा, एल्डरको टाउकोमा, डिकनको टाउकोमा, त्यो छुछुची परेको दिदीको मोठैमा, यसरी होइन। त्यसरी मार्तोल त्यसरी चलाउने होइन, मार्तोल चाहिँ छिनोमै चलाउनु पर्छ। त्यसले गर्दा क्रिस्चियनिटीले कुरा बिस्तारै बुझ्नु छोडेको छ। मार्तोल जताभावी चलाउँदैछ, म त वचन जान्दछु तँलाई ठोक्छु भने होइन। विश्वासीलाई ठोक्नको लागि वचन होइन, वचन चाहिँ मार्तोललाई नै ठोक्नको लागि बनाएको। प्रार्थनाको वचनको आधारमा भएको प्रार्थना चाहिँ काम लाग्छ, वचनदेखि बाहिरको प्रार्थना काम लाग्दैन। कतिजनाको प्रार्थनाको उत्तर किन भएको छैन? जताभावी ठोकेर कहाँ हुन्छ फेरि। यसले गर्दा पहिले वचन बुझ्नुहोस्, अनि त्यो वचनको मार्तोल बनाउनुहोस् र ठोक्न थाल्नुहोस्। प्रार्थनामै ठोक्नुपर्छ। कतिजनाले प्रार्थना गर्दो रहेछ, प्रभु मलाई अलिक खुल्ला जिन्दगी दिनुहोस् अरे। परमेश्वरले सोध्छ, कस्तो खुल्ला जिन्दगी? श्रीमतीले बिजोग बनायो, अर्को बिहा गर्न पाउँछ अरे। त्यो पनि वचनमा लेखेको छ। वचनमा त्यस्तो लेखेको छैन। वचनमा आएछ, तिम्रो श्रीमतीको ओठ पनि मैले बनाएको, तिम्रो घुसी पनि मैले बनाएको। जोगाएर राख, लोग्ने सस्ने हो, फेर्नु पाउँदैन। श्रीमती चाहिँ के लुगा हो र घरिघरि फेर्नु? वचन बुझ्दैन, उत्पठान काम गर्छ। यसले गर्दा परमेश्वरको वचन चाहिँ मार्तोल हो, अनि मार्तोलले चाहिँ ढुङ्गालाई चाहिँ चुर चुर पार्छ भन्छ। ढुङ्गा जस्तो हृदयहरूलाई परमेश्वरको वचनले चुर चुर धुल्लो पिठो बनाउँछ, धुल्लो पिठो बनाउँछ। यसै कारणले परमेश्वरको वचन चाहिँ हामीले अध्ययन गर्नै पर्ने रहेछ। परमेश्वरको वचन मार्तोल मात्रै होइन, परमेश्वरको वचनलाई चाहिँ तरवारसँग तुलना गरेको छ।
तरवारसँग तुलना गरेको छ नि। तरवार चाहिँ सिधै दियाबलस, शैतान, भूतात्माका शक्ति, प्रधानता, प्रभुत्व, सांसारिक प्रणाली, त्यसको लागि चाहिँ आत्माको तरवार चलाउनु भनेर इफिसी 6:17 लेखेको छ। त्यो आज खोल्न भ्याउँदैन। तर यर्मिया 23:29 चाहिँ मार्तोल भनेको कारणले मार्तोल चाहिँ कुनै न कुनै ढुङ्गा जस्तो चिजहरूलाई चुरचुर बनाउनको लागि हो। कतिको हृदय ढुङ्गा जस्तै छ, परमेश्वरको वचनले चुरचुर बनाउँछ। आमेन, हालेलुया। त वचनको मार्तोल पनि हामी चलाउँदै जाउँ। वचनको मार्तोलले हामीलाई दह्रो र बलियो बनाउँछ। अनि मैले वचनलाई चाहिँ के पनि भन्यो भने दोस्रो पत्रस 1:19 चाहिँ वचनलाई के पनि भनेको छ भने दियो भनेको छ। नेपाली बाइबलमा दियो भनेको छ, तर त्यसको चाहिँ प्रगति हुन्छ अरे। त्यसको चाहिँ प्रगति कसरी हुन्छ भन्दाखेरि दियो बाल्यो भने त्यो अलिकति ठुलो रागको हुन्छ अरे। रागको बाल्यो भने त्यो अलिकति ठुलो बिजुली बत्ती हुन्छ अरे। बिजुली बत्ती बाल्यो भने अझै त्यो हेलोजेन लाइट हुन्छ अरे। हेलोजेन लाइट देख्यो भने अझ सेटेलाइट हुन्छ अरे। तर त्योभन्दा पनि अझ बढी त घामै हुन्छ भने लेखेको छ है। दोस्रो पत्रस 1:19 तपाईँले ध्यानसँग पढ्नुभयो भने मध्य दिनको सूर्य अर्थ घाम नहुन्जेलसम्म अगमबानीको वचनलाई चाहिँ तिमीले बालिराख, निभाइराख होइन, बालिराख। तपाईँले मेरो हातमा भएको बाइबल एकछिन उचाल्नुहोस् त, जुरुक्कै म पनि उचाल्छु। यो भन्नुहोस् त, यो मेरो हातमा भएको बाइबलमा भनेको त यो त दियो पो रहेछ, यो त राको पो रहेछ, यो त हेलोजेन लाइट पो रहेछ, अन्तमा गएर यो त घाम पो रहेछ। हालेलुया। त्यसले गर्दा तपाईँको हातैमा घाम छ, अन्ध्यारो न अन्ध्यारो जिन्दगी बिताउने काम छैन। हातैमा घाम छ, उज्यालो न उज्यालो जीवन बिताउनु पर्छ। अनि यसकारण प्रभुले भन्नुभयो तिमीहरू चाहिँ जगतका ज्योति हौ, तिम्रो हातैमा मैले बाइबल घाम दिएको छु, अब त्यसलाई थन्काएर राख्यौ भने तिमी निष्पट्ट अन्धकार औँसीको रात चाहिँ तिमी नै हुन्छौ। तर तिमीले बाइबल बुझ्यौ भने मैले बनाएको घाम जतिको उज्यालो तिमी नै हुन्छौ। दुईटामा एउटा अप्सन टिपिहाल, या त निष्पट्ट अन्धकारको रात भएर हिँड, दुनियाँभरलाई ठेल्दै कुल्चिँदै सबैसँग निउ खोज्दै हिँड, नत्र भने सबलाई डोर्याऊ, उज्यालो बाटोतिर डोर्याऊ। परमेश्वरले मलाई चाहिँ उज्यालो बाटोमा सबैलाई डोर्याउनको लागि परमेश्वरले मलाई त घामै दिनुभयो। त्यसले गर्दा मलाई त लोभ लाग्छ, म डेली बाइबल पढ्छु, डेली। हिजो जस्तो झन् खतरा मान्छे आयो हाम्रो चर्चमा, दिनमा त 40 अध्याय त बाइबल अध्ययन गर्दा दिनमा पो हो, पढ्ने होइन रहेछ, अध्ययन पो गर्दो रहेछ त। नोट बनाएर डेली 40वटा अध्याय पढ्दो रहेछ। उहाँको नाम डाक्टर ग्रिन रोज, उहाँ नागपुरबाट आउनु भएको हो। भर्खरै 3 दिनको कन्फरेन्स सक्यो हाम्रो चर्चमा। यसले गर्दाखेरि सिलगढीमा चाहिँ लगातार सङ्गति भएकै गरेको कारणले होला, परमेश्वरलाई धन्यवाद होस्, हाम्रा चर्चका विश्वासीहरू पनि वचनमा खरो भएको छ, वचनमा खरो भएको छ। अनि आपसमा मेलमिलाप छ हाम्रो मण्डलीमा। अनि एउटाकोलाई आदर गर्छ, एउटाकोलाई माया गर्छ, प्रेम गर्छ। दुःखमा सुखमा हामी सबै मिलेर नै, कसैलाई आपद परिहाल्यो भने सबै भाटाभुटी छिटो गर्छ हामी दुःख पर्दाखेरि। र त्यसले गर्दाखेरि मण्डली किन मेलमिलापमा छ, किनभने सुरुवात नै अगुवा आफै मिलापी पास्टर जीवन र ज्योति हाम्रो मिलापी पास्टर छ। प्रभुलाई धन्यवाद हो। यसले गर्दा म आग्रह गर्छु हामीले मण्डली बनाउँदाखेरि मेलमिलापको आधारमै बनाउनु पर्छ। आमेन, हालेलुया। भन्नुहोस् न, म प्रार्थनाको जीवन बिताउँछु, म वचन अध्ययन गर्छु, अनि म सुरुङभित्र प्रार्थनाको छिनो लान्छु, वचनको मार्तोलले ठोक्छु, त्यो भएन भने ब्लास्टिङ पड्काउँछु। प्रेरित 1:8 चाहिँ नि इङ्ग्लिस बाइबलमा यसो लेखेको छ, यु विल ह्याभ अ डुनामिस लेखेको छ। ग्रिक बाइबलमा चाहिँ डुनामिस भनेको चाहिँ
डुनामिस भनेको ब्लास्टिङै हो। ब्लास्टिङ भनेको पावर हो, पावर भनेको शक्ति हो। अनि पवित्र आत्मा परमेश्वरले मात्रै तपाईँ र मलाई प्रार्थनाको जीवन दिन्छ। पवित्र आत्मा परमेश्वरले मात्रै तपाईँ र मलाई वचनको प्रकाश दिन्छ। पवित्र आत्मा परमेश्वर बेगर वचन हामी बुझ्न सक्दैनौँ, उल्टा उल्टा जिन्दगी दिन्छ है। पवित्र आत्माको सहयोग बेगर वचन पढ्यो भने उल्टा उल्टा थियोलोजी निस्किन्छ फेरि। पवित्र आत्माले मात्रै व्याख्या गर्न सक्नुहुन्छ वचनलाई, तपाईँ र मैले होइन। पवित्र आत्मा परमेश्वर चाहिँ ब्लास्टिङ हुनुहुन्छ। आमेन, हालेलुया, हालेलुया। एकपल्ट पन्जाबको हालेलुया गरौँ न। पन्जाबी हालेलुया भयङ्कर लामो हुन्छ है तर। भनेको चाहिँ किन सुतेको भनेको। हाम्रो परमेश्वर चाहिँ प्रार्थनाको छिनो, वचनको मार्तोल र ब्लास्टिङ पवित्र आत्माको भरपुरीसित हामीलाई डोर्याएर हवाईपुर मण्डली चाहिँ सारा आसामको लागि एउटा ज्योतिले भरिएको चर्च हुनेछ। हालेलुया। त्यसले गर्दा धन्न तपाईले आसामको अरू कसैले पनि पाएको छैन। हवाईपुर पहिलो हो बाइबल धारा पाउने, हवाईपुर पहिलो हो बाइबल धारा पाउने। अनि परमेश्वरले चाहना गर्नुभयो, पास्टरले चाहना गर्नुभयो, हाम्रो आदरणीय प्रभुका छोरा अगुवाहरूले थाहा पाउनुभयो भने आउँदो दिनहरूमा तपाईँले चाहना गर्नुभयो भने 3 डेजको स्कुल अफ प्रेयर तपाईँले माग्नुभयो भने मात्रै आउँछ। हामी त्यतिकै त आउँदैन। 3 डेजको स्कुल अफ प्रेयर, त्यसमा चाहिँ म आफै आएको हुन्छु 3 दिनको। अनि अरू 2जना साथीहरू पनि प्रेयर बारेमा पढाउन आएको हुन्छ। हाम्रो नियमै हो 6 घन्टे प्रार्थना, 3 डेजको स्कुल अफ प्रेयर। अनि यसो गराउँदै त त्यो चाहिँ पवित्र आत्मा परमेश्वरलाई काम गर्न दिएको। अनि जब मण्डली प्रार्थनाको हुन्छ, जब मण्डली परमेश्वरको नजिकमा जाने हुन्छ, अनि त्यो मण्डलीमा झगडा मेटिन्छ, तत र ममको कुरा मेटिन्छ। परमेश्वरको उपस्थिति भएपछि त्यहाँ त झगडा त पुरै भएन नि। परमेश्वर त त्यही हुनुहुन्छ, किन न्यु खोज्नु एउटालाई कुरा आएन। त्यसकारण मैले चाहिँ कसैलाई म न्यु खोज्दिनँ, किनभने परमेश्वरले मलाई न्यु खोज्नु दिनुहुन्न। परमेश्वरले मलाई न्यु खोज्ने मिनिस्ट्री दिनु भएन, परमेश्वरले मलाई सहयोग गर्ने मिनिस्ट्री चाहिँ दिनुभयो। मेरो परमेश्वरले एकपल्ट जोरदार ताली बजाएर धन्यवाद भन्दिनु। हालेलुया, हालेलुया, हालेलुया। आउनुहोस् हामी छोटो प्रार्थना गरौँ। परमेश्वर बुवा, म तपाईँलाई धन्यवाद भन्दछु आजको दिनको लागि। अनि हामीले प्रार्थना के हो त्यो पनि बुझ्यौँ, वचनको मार्तोल कसरी कहाँनिर ठोक्ने त्यो पनि हामीलाई थाहा भयो। पवित्र आत्मा परमेश्वर तपाईँ व्यक्ति हुनुहुन्छ अनि तपाईँले नै हाम्रो जीवनलाई डोर्याउनुहुन्छ, किनभने तपाईँ ब्लास्टिङ भएर शक्ति अनि सामर्थ्यको साथमा आउनुहुन्छ। अनि हामीलाई चाहिँ कोक्रोको बालकदेखि बढाएर मण्डपको दुलही नै बनाउनको लागि तपाईँ पवित्र आत्मा आउनुहुन्छ। आउनुहोस् भनेर पुकार गर्छौँ येशू नाउँको बाटोले। आमेन। सञ्चालक